नमस्ते। सुन चाँदी पसलमा यहाँहरूलाई स्वागत छ। हामी प्राय सुनको भाउ तोलाको यति भयो भनेर कुरा गर्छौं। तर के तपाईलाई थाहा छ एक तोलामा ठ्याक्कै कति ग्राम हुन्छ? धेरै दर्शकहरूले हामीलाई कमेन्टमा यो प्रश्न सोध्नु भएको थियो। आजको यो भिडियोमा हामी सुन जोख्ने तरिका र यसको मापन प्रणालीबारे प्रश्न पार्नेछौँ। तोला र ग्रामको सम्बन्ध। नेपालमा परम्परागत रूपमा सुन जोख्न तोला एकाइको प्रयोग गरिन्छ, तर आधुनिक मेसिनहरूमा ग्राममा तौल देखिन्छ। आधिकारिक रूपमा एक तोला सुनमा 11.6638 ग्राम हुन्छ। साधारण हिसाबको लागि हामी यसलाई 11.666 ग्राम मान्छौँ। साधारण हिसाबको लागि हामी यसलाई 11.66 ग्राम मान्छौँ। यदि तपाईले एक तोला सुन किन्नुभयो भने डिजिटल मेसिनमा त्यसको तौल 11.66 ग्राम देखिनुपर्छ। लाल र मासा। सुनको शुद्धता र तौल बुझ्न लालको बारेमा पनि जान्न जरुरी छ। एक तोला बराबर 10 मासा, एक मासा बराबर 10 लाल। यसको अर्थ एक तोलामा जम्मा 100 लाल हुन्छ। यदि कसैले 10 लाल सुन भन्छ भने त्यो ठ्याक्कै 1.166 ग्राम बराबर हुन्छ। लगानी गर्दा ध्यान दिनुपर्ने कुरा। सुन किन्दा जहिले पनि तौल ग्राममा चेक गर्नुहोस् र त्यसलाई 11.66 ले भाग गरेर कति तोला भयो भनेर आफै निश्चित गर्नुहोस्। यसले गर्दा तपाई ठगिनबाट बच्न सक्नुहुन्छ। यसरी तपाई आफै कति तोला भयो भनेर पत्ता लगाउन सक्नुहुन्छ। यसले तपाईलाई ठगिनबाट बचाउँछ र सही निर्णय लिन मद्दत गर्छ। निष्कर्ष र कल टु एक्सन। आशा छ आजको यो भिडियोले तपाईको जिज्ञासा मेटाउन मद्दत गर्यो। यदि तपाईलाई सुनचाँदी सम्बन्धी अरू केही जान्न मन छ भने तल कमेन्ट गर्नुहोस्। दैनिक सुनचाँदीको भाउ र यस्तै जानकारीमूलक भिडियोहरूको लागि सुनचाँदी पसललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।